ज्यू, नगर कार्यपालिकाका सदस्यज्यूहरू, नगरसभाका सदस्यज्यूहरू, विषयगत शाखा प्रमुखज्यूहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, नगरपालिकाका सम्पूर्ण कर्मचारी एवं सुरक्षाकर्मी मित्रहरू, सञ्चारकर्मी मित्रहरू एवं उपस्थित सम्पूर्ण महानुभावहरू, नेपालको संविधान अनुरूप समन्वय, सहकार्य र सह-अस्तित्वको सिद्धान्तका आधारमा संघात्मक शासन प्रणाली अन्तर्गत स्थापित अधिकार सम्पन्न यस बेलगढी नगरपालिकाले लिएको लक्ष्य राष्ट्रिय आकांक्षाको पथमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतको पूर्वाधारमा अभिवृद्धि, बेलगढीको समृद्धि भन्ने मूल नाराका साथ यस नगरपालिकाको नगरसभाको 6औं अधिवेशनबाट आर्थिक वर्ष 82-83 को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु। यस महत्त्वपूर्ण घडीमा नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्व प्रदान गर्ने हाम्रा वीर पुर्खा, विभिन्न जनआन्दोलन र जनयुद्धका अमर शहीद, बेपत्ता घाइते तथा अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आर्थिक सामाजिक रूपान्तरणमा उहाँहरूले पुर्याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु। साथै स्थानीय सरकारको सबल र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण गर्न योगदान गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय सभा सदस्यज्यूहरू, जनताको सबैभन्दा नजिकको, जनताले अपनत्व लिएको र जनताको सहज पहुँच भएको स्थानीय सरकारको रूपमा स्थापित यस नगरपालिकाका नगरवासीहरूलाई निर्वाचनको दौरानमा हामी निर्वाचित जनप्रतिनिधिहरूले व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, समानीकरण अनुदान, समपूरक एवं विशेष अनुदान, राजस्व बाँडफाँड तथा यस नगरपालिकाको आन्तरिक आयबाट प्राप्त हुने स्रोत साधन माध्यमबाट आर्थिक पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना र वित्तीय सुशासन सहित सुशासन प्रवर्धन, सर्वसुलभ, सहज, समावेशी, समन्वय र सहितको सामाजिक क्षेत्रको विकास, प्रभावकारी सार्वजनिक सेवा प्रवाह र आधारभूत मापदण्ड सहितको पूर्वाधार विकास बेलगढी नगरपालिकाको मुख्य प्राथमिकता सहितको यो नीति तथा कार्यक्रम तयार गरी पेश गरेको छु। प्रस्तुत गरिएको नीति तथा कार्यक्रम यो सभाको अधिवेशनबाट पारित गराई र कार्यान्वयन गर्न नगरसभाका सबै सभा सदस्यज्यूहरूको रचनात्मक र सृजनात्मक सोच सहित सकारात्मक भूमिकाको अपेक्षा पनि गरेको छु। नगरसभाका सदस्यज्यूहरू, अब म यस बेलगढी नगरपालिकाको आगामी आर्थिक वर्ष 2082-83 को विषय क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। शिक्षा, युवा तथा खेलकुद विकास सम्बन्धी नीतिहरू, आधारभूत तथा माध्यमिक शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र गुणस्तरीयताको सुनिश्चित गर्दै सर्वव्यापी जीवन उपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य शिक्षाको प्रत्याभूति गराइनेछ। विद्यालयमा सुशासन, पारदर्शिता र जवाबदेहिता अभिवृद्धिका लागि विद्यालयमा सामाजिक परीक्षण, सार्वजनिक सुनवाई र अन्तिम लेखा परीक्षणलाई तथ्यगत रूपमा विश्वसनीय बनाइनेछ। सबै तहका विद्यालयका प्रधानाध्यापकहरूसँग कार्य सम्पादन करार गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ। विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाई स्थानीय सहकारी मार्फत स्थानीय उत्पादनको उपभोगमा जोड दिइनेछ। कक्षा 1 देखि 8 को आधारभूत तहमा स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पाठ्य सामग्रीको विकास गरी यसै शैक्षिक सत्रमा सबै विद्यालयमा विद्यार्थीहरूको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिइनेछ। व्यावहारिक जीवन उपयोगी शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्दै बालमैत्री विद्यालयहरूको पूर्वाधार विकासमा जोड दिइनेछ। विद्यालय शिक्षालाई प्रविधि मैत्री बनाई आइसिडी पूर्वाधारको स्थापना तथा शिक्षकहरूको क्षमता विकास गरिनेछ। विद्यालयको अनुगमनलाई निरन्तरता नियमित गरी शिक्षकहरूको पेशागत विकास र सहायता प्रदान गर्ने कार्यमा जोड दिइनेछ। बाल विकास कक्षालाई थप व्यवस्थित गरी आवश्यकता र औचित्यताको आधारमा दरबन्दी मिलान गरी अनिवार्य रूपमा प्रत्येक विद्यालयमा एक बाल विकास कोटा पुर्याई बालमैत्री कक्षा निर्माणको लागि अनुदान उपलब्ध गराइनेछ। न्यूनतम पारिश्रमिक पनि नपाउने बाल विकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको लागि यसअघि थपिएको मासिक पारिश्रमिकलाई निरन्तरता दिइनेछ। शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा एकीकरण, शिक्षक सरुवा व्यवस्थापन निर्देशिका कार्यविधि 2081 लाई कार्यान्वयन गरिनेछ।
माध्यमिक तह सञ्चालित सबै विद्यालयहरूमा कक्षा 10 देखि 12 सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी बाल युवा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिनेछ। कक्षा 5 र 8 को परीक्षालाई केन्द्र कायम गरी थप व्यवस्थित र मर्यादित रूपमा परीक्षा सञ्चालन गरिनेछ। खेलकुदको माध्यमबाट स्वस्थ सक्षम मर्यादित अनुशासित खेलाडी तयार गरिनेछ। खेलकुद क्षेत्रको विकास विस्तार र प्रवर्धन गर्ने नीति लिइनेछ। खेलकुद प्रतिभाको खोजी गर्दै प्रतिभाको संरक्षण संवर्धन र प्रवर्धन गर्ने नीति लिइनेछ। युवाहरूलाई खेलकुदमा आकर्षित गर्नका लागि आवश्यक पूर्वाधार निर्माण तथा खेलकुद विकास समिति गठन गरी व्यवस्थित रूपमा खेलकुद विकास कार्यक्रमलाई अगाडि बढाइनेछ। युवाहरूको प्रतिभा पहिचान गरी मेयरसँग युवा कार्यक्रम गरिनेछ। युवा मैत्री स्थानीय तह घोषणा गरिनेछ। दिगो रोजगारी अवसर सिर्जना गरी युवा स्वरोजगार कार्यक्रम गरिनेछ। स्थानीय स्तरका भाषा धर्म कला संस्कृति र साहित्यको जगेर्ना संरक्षण संवर्धन गरिनेछ। शिक्षालाई थप गुणस्तर बनाउनका लागि टोलमा अभिभावक शिक्षक सञ्चालन गरिनेछ। अब स्वास्थ्य सम्बन्धी नीतिहरू। स्वास्थ्य मानिसको पहिलो सम्पत्ति हो भन्ने मूल मान्यताका आधारमा रही आर्थिक वर्ष 2082-83 मा नगरपालिकाले नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा सुलभ गुणस्तरीय र समावेशी बनाउने लक्ष्य सहित निम्न नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउनेछौँ। आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै स्वास्थ्यमा हरेक नागरिकको सहज र सर्वसुलभ पहुँचको अवधारणा अनुरूप प्रबन्धनात्मक प्रतिकारात्मक र उपचारात्मक सेवालाई एकीकृत रूपमा विकास गरी विस्तार गरिनेछ। नगरपालिका भित्रका स्वास्थ्य चौकी ग्रामीण सामुदायिक स्वास्थ्य इकाइ आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको निर्माण तथा मर्मत कार्य गरिनेछ। नगरपालिकामा सञ्चालित एम्बुलेन्स सेवा थप व्यवस्थित र सक्रिय बनाइनेछ। स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी गुणस्तरीय प्रदान गरिनेछ। नगरवासीहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै शहीद तथा बेपत्ता परिवारलाई समावेश गरी स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गरिनेछ। घरमा हुने सुत्केरी दरलाई शून्यमा ल्याउन साथै मातृ तथा बाल मृत्यु दर घटाउन दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती प्रसुति तथा उत्तर प्रसुति सेवा प्रभावकारी बनाइनेछ। गर्भवती सुत्केरी तथा बर्थिङ सेन्टरमा जन्मिने बालबालिकाहरूको पोषण अवस्थामा सुधार ल्याउन नियमित गर्भवती जाँचको बेला अन्डा तोरीको तेल तथा पोषण झोला उपलब्ध गराइनेछ। नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्य चौकीबाट ल्याब तथा प्रसुति सेवा विस्तार गरिनेछ। सहयोगी तथा दात्री संस्थाहरूसँग सहकार्य गर्दै सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने खोप क्लिनिक तथा गाउँघर क्लिनिक सञ्चालनमा निरन्तर दिइनेछ। नगरपालिका भित्रका 15 महिना भित्रका बालबालिकाहरूलाई नियमित खोप सेवा प्रदान गरी 2 वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई पूर्ण खोप सुनिश्चितता गरिनेछ। बेलकोटगढी नगरपालिकामा क्षयरोग मुक्त अभियानका विभिन्न कार्यक्रमहरू सञ्चालन गरी क्षयरोग पत्ता लगाई उपचार पूरा गरी नगरबाट क्षयरोग बिरामी शून्य गराइनेछ। नसर्ने रोगको चेतनामूलक कार्यक्रम अघि बढाइनेछ र देशभर नसर्ने रोगको चाप बढिरहेको अवस्थामा नगरपालिका भित्रका ज्येष्ठ नागरिक लगायत 30 वर्ष माथिका नागरिकहरूमा नसर्ने रोगहरू जस्तै मधुमेह उच्च रक्तचाप दम तथा क्यान्सर जस्ता रोगहरूको समुदायमै नै गई स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। यस नगरपालिका भित्रका बर्थिङ सेन्टरहरूमा जन्मिएका बालबालिकाहरूको नाममा रकम रु 5000 को कोष स्थापना गरी नवजात शिशु प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई राष्ट्रिय भिटामिन ए वितरण कार्यक्रम सञ्चालन गरे बापत नगरपालिकाबाट दिएको सुविधा सहित 60 वर्ष पूरा भई अवकाशपछि प्रोत्साहन स्वरूप थप 1 लाख रकमको व्यवस्था गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रदान गरिएको स्वास्थ्य सेवा स्वास्थ्य पूर्वाधार र स्वास्थ्य क्षेत्रका जोखिम क्षेत्रहरू सहितको विवरण झल्किने हेल्थ प्रोफाइल तयार गरिनेछ। स्वास्थ्य संस्थाहरूबाट डिजिटल रेकर्ड प्रणाली सेवा विस्तार गरिँदै लगिनेछ। सरसफाई खानेपानी पोषण किशोर किशोरी स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य लगायतका विषयहरूमा सामुदायिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउँदा
कुरुवाको लागि राति बास बस्न खाजा खान सहज हुनको लागि कुरुवा कोठाको व्यवस्थापन गरिनेछ। मानसिक स्वास्थ्य प्रवर्धनका लागि मनोसामाजिक परामर्शको व्यवस्थापन योग ध्यान कार्यक्रम सञ्चालन गरिने नीति लिइनेछ। डेङ्गु कोरोना लगायतका रोगहरूसँग लड्ने क्षमता विकास गराउन क्षेत्रमूलक कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य बीमाकर्ताहरूलाई प्रोत्साहन स्वरूप रु 3000 रकम बराबरको इन्धन र सञ्चार खर्च उपलब्ध गराइनेछ। अब कृषि तथा पशु विकास सम्बन्धी नीतिहरू। कफी खेतीको बृहत उत्पादन, प्रशोधन र बजारीकरण गर्न प्राङ्गारिक कफी खेती हुने 13वटै वडाका कफी लगाउने क्षेत्रको पहिचान गरी कफीमा विशेष खालको कार्यक्रम ल्याई युवा कृषक आकर्षण, बाँझो जमिनको सदुपयोग गरिनेछ। समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन तथा निरन्तरता दिइनेछ। परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरणको माध्यमबाट व्यावसायिक कृषिमा रूपान्तरण गरिनेछ। मिनी टेलर, च्याप कटर, मकै छोडाउने, गोड्ने, खाल्डो खन्ने, खाल्डो पार्ने मेसिन, थ्रेसर आदि उपकरणहरू अनुदानमा कृषकहरूलाई वितरण गरिनेछ। सम्भावनाको आधारमा वडा क्षेत्र पहिचान गरी वडामा हुने बाली वस्तुको प्राथमिकताको आधारमा लागत साझेदारीमा मागमा आधारित विभिन्न वडामा विभिन्न बालीको पहिचान गरी उत्पादन साथै बजारीकरणमा सहयोग गरिनेछ। फलफुल खेती, आलु बाली, चिया, मसला बाली, तरकारी बाली, फूल खेतीको उत्पादन र उत्पादकत्व वृद्धि हुने खालको कार्यक्रम सञ्चालन गरिनेछ। पकेट कार्यक्रमहरूलाई विशेष जोड दिइनेछ। खाद्यान्न बालीको गुणस्तरीय बिउको सुनिश्चितताको लागि धान, मकै, आलु र गहुँको बीज वृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। माटोमा प्राङ्गारिक जीवाणु र अम्लीयपनमा सुधार ल्याउन माटो जाँच गरी आवश्यक मात्रामा कृषि चुनको प्रयोग गर्न प्रोत्साहन दिइनेछ। रासायनिक मलको अभावलाई कम गर्न प्राङ्गारिक मल उत्पादन साथै भकारो सुधार कार्यक्रम सञ्चालन गरिनेछ। कृषकको क्षमता विकास गर्न कृषक भ्रमण, कृषि तालिम, कृषकसँग प्राविधिक जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। प्राविधिक जनशक्तिको क्षमता साथै जनशक्ति थप गरिँदै लगिनेछ। बेलकोटगढी नगरपालिकाको कृषि सफ्टवेयर एप सञ्चालनमा ल्याई कृषकको बजारसँग पहुँच वृद्धि गर्ने र खेती उत्पादन तरिका, मौसम, बाली, पात्रो, तरकारीको मूल्य आदि जानकारी कृषकसम्म पुर्याउन मद्दत गरिनु साथै कृषि उत्पादनको बजारीकरणमा सहयोग पुर्याइनेछ। नगरपालिकाको भौगोलिक उच्च मूल्यमा बिक्री हुने फलफुल जस्तै ओखर, किवी, अभोकाडो, कागती लगायत अन्य बालीको विस्तार एवं प्रवर्धनमा प्राथमिक दिइनेछ। सबैका लागि खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न उच्च उत्पादकत्व वृद्धि गरी ग्रामीण जीवनस्तर सुधार र कृषि क्रियाकलापको विविधीकरण मार्फत रोजगारको अवसर सिर्जना गरिनेछ। किसान सूचीकरण कार्यक्रम कार्यान्वयन तथा सञ्चालनमा ल्याई किसानको पहिचान गरी सरकारी तवरबाट किसानहरूलाई गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा कृषकहरूको आवश्यक विवरणहरू विद्युतीय प्रणालीमा कृषि गणक मार्फत सङ्कलन गरिनेछ। कृषकहरूको बालीमा हुने नोक्सानीलाई कम गर्नको निम्ति बाली बिमा, पशु बिमालाई उत्प्रेरित साथै प्रोत्साहन गरिनेछ र कृषि बिमा गर्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ। कृषकहरूलाई पशु स्वास्थ्य प्रविधि सेवाको पहुँच सहज बनाउन पशु सेवा केन्द्र मार्फत निःशुल्क औषधि वितरण र प्राविधिक सेवा व्यवस्था गरी थप प्रभावकारी बनाइनेछ। पशुहरूको थुनिलो तथा बाँझोपन निवारण कार्यक्रम सञ्चालन गरी दुध उत्पादनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ। पशु उत्पादन लागत घटाउन यान्त्रिकरण प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ, जस अन्तर्गत च्याप कटर, मोइन मिल भनेको मोइन मिल हैन, यो मोइन मिल यो मिस्टेक है, यो तपाईले पढ्नु होला, यो मोइन मिल हैन, मिल दाना बनाउने मेसिन,
आदि उपकरणहरू अनुदानमा कृषकहरूलाई वितरण गरिनेछ। पालिकामा प्राणघातक रेबिज रोग नियन्त्रण उद्देश्य पूर्ति गर्न प्रत्येक वडामा सामुदायिक कुकुर बन्ध्याकरण तथा निःशुल्क रेबिज विरुद्ध खोप सञ्चालन साथै बाँदर नियन्त्रण उपाय अध्ययन गरिनेछ। कृषकको टोल बस्तीमै पहुँच हुने गरी पशु स्वास्थ्य निम्ति शिविर सञ्चालन गरिनेछ। पशुपालनको उच्च सम्भावना भएकोले व्यावसायिक उत्पादन बजार प्रवर्तन, किसान संरक्षण तथा प्रोत्साहन, मासुजन्य उत्पादनमा आत्मनिर्भर र निर्यातमूलक बनाउन शीत भण्डारण, कोल्ड चेम्बर लगायतका आवश्यक नीति अवलम्बन गरिनेछ। पशु रोग महामारी रोकथाम नियन्त्रण तथा उपचारका लागि आवश्यक खोप औषधि र आवश्यक जनशक्तिको व्यवस्था सहित पूर्व तयारीको व्यवस्था गरिनेछ। हिउँदे तथा वर्षे घाँसको व्यवस्थापन गरी पशुको उत्पादकत्वमा वृद्धि गरिनेछ। पशुपक्षी स्वास्थ्य सम्बन्धी समस्या निदानको लागि निःशुल्क औषधि वितरण, उपचार परामर्श साथै पालिका स्तर पोस्टमार्टम सुविधा ल्याब व्यवस्थापनलाई निरन्तरता दिइनेछ। कृषकहरूको गोठमा नै प्राविधिक पुगी निःशुल्क रूपमा कृत्रिम गर्भाधान मिशन कार्यक्रम सञ्चालन तथा निरन्तरता दिइनेछ, जसबाट पशुको नस्ल सुधार गरी दूध उत्पादनमा वृद्धि गरिनेछ। विभिन्न वडामा पालिएको ब्रोइलर कुखुरा फर्मबाट जथाभावी रूपमा मरेको कुखुरा फालिएकोले वातावरण दुर्गन्धित भएको भनी व्यापक जनगुनासोहरू आएको हुँदा त्यस्ता फर्मवालाहरूसँग सहज गराई मरेको कुखुरा व्यवस्थापन गर्न 50% अनुदान डम्पिङ पिट निर्माण कार्यक्रमको कार्य निरन्तरता दिइनेछ। कृषि बाली क्षति गर्ने जनावर, बाँदर, बँदेल, मृग, दुम्सी लगायतका नियन्त्रण गर्न कार्यविधि ऐन बनाई कार्यान्वयन गरिनेछ। आदरणीय सदस्यज्यूहरू, सहकारी तथा उद्योग घरेलु विकास सम्बन्धी नीतिहरू सहकारीहरूको नियमन गरी कानुनी दायरामा ल्याइनेछ। सहकारीको क्षमता अभिवृद्धि गरी संस्थागत विकास मार्फत कृषि लगानी मैत्री वातावरण सिर्जना गर्न जोड दिइनेछ। सहकारीको नियमन र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन कोकोमिक्स तालिम सञ्चालन गरिनेछ। सहकारीको मर्चमा विशेष जोड दिइनेछ। नगरभित्र सम्भावित नयाँ उद्योगहरू स्थापना गर्न घरेलु उद्योगहरूको माध्यमबाट उद्यमहरूको क्षमता विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ। गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ। उद्यमीहरूको जीविकोपार्जनलाई दिगो रूपमा विकास गरिनेछ। सहकारीको माध्यमबाट स्थानीय पुँजी परिचालन गरी आर्थिक क्रियाकलापमा टेवा पुर्याउने नीति ल्याइनेछ। पर्यटन सम्बन्धी नीतिहरू पर्यटन विकासको लागि वैदेशिक रोजगारबाट फर्केको व्यक्तिहरूका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ। होमस्टे सञ्चालन, अर्ग्यानिक खेती जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। साइक्लिङ, प्याराग्लाइडिङ, हाइकिङ आदिको पहिचान तथा अध्ययन गरी पर्यटन क्षेत्रको पूर्वाधार खडा गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई बेलकोट गरी नगरपालिकामा वितरण कार्य गरिनेछ। पार्क निर्माण, पिकनिक स्पट निर्माण लगायतका कार्यहरूको निर्माण साथै व्यवस्थित गरिँदै लगिनेछ। पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ। साइक्लिङ एन्ड हाइकिङ फर फिट भन्ने नारासहित नगरभित्रका सडकहरू तथा मैदान मार्गहरू स्तर उन्नत तथा गन्तव्य पहिचान गरी विशेष गरी जिल्लाभित्रका सबै उच्च ओहदाका व्यक्तित्वहरूलाई आमन्त्रण गरी कम्तीमा वर्षको एकपटक चिम्टेश्वर वनभोज सहितको मेलमिलाप भेटघाट कार्यक्रम आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा जोड दिइनेछ। रैथाने बालीबाट व्यावसायिक रूपमा खाद्यान्न उत्पादन गरी व्यावसायिक तालिम सहित प्रविधि अनुदान प्रदान गरी खाद्यान्न उत्पादन कार्य गरिनेछ। आदरणीय सदस्यज्यूहरू, पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रमहरू बेलकोट गरी नगर केन्द्र र वडा केन्द्र जोड्ने सडकहरू तथा नगर क्षेत्रका अन्य सबै सडकहरू 12 महिना सवारी आगमन हुन सक्ने गरी सडक सञ्चालनको निर्माण तथा मर्मत समार गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ। नगरभित्र सञ्चालित पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरू छनौट र कार्यान्वयन गर्दा दिगो विकासको लक्ष्य हासिल हुने गरी सञ्चालन गरिनेछ। दिगो, भरपर्दो तथा वातावरण मैत्री पूर्वाधार निर्माणमा जोड दिइनेछ। एक घर एक धारा नीति अनुरूप खानेपानीको पहुँच पुग्न नसकेको घरधुरीहरूमा यसै आर्थिक वर्षमा खानेपानीको विस्तार गरिनेछ। जडान गरिएका धाराहरूलाई पक्की धाराको रूपमा विकसित गरिनेछ। बेलकोट गढी नगरपालिकाभित्र यस अगाडि निर्माण सम्पन्न भएका सम्पूर्ण
निजी तथा सार्वजनिक भवन संरचनालाई अनिवार्य अभिलेखीकरण तथा नयाँ बन्ने भवनहरूको हकमा नक्सा पास गरेर मात्र भवन सञ्चालन संरचना निर्माण गर्ने नीति लिइनेछ। घर नक्सा पासलाई व्यवस्थित गर्न डिजिटल नक्सा पासको व्यवस्था लागू गरिन्छ। घर नक्सा पास गर्दा भवन संहिता मापदण्ड पालनको अलावा घर निर्माणको समयमा अनिवार्य रूपमा 2 बिरुवा रोप्ने नीति लागू गरिनेछ। नगरपालिकाको भौतिक एवं सामाजिक सेवालाई अपाङ्ग मैत्री र बालमैत्री बनाउँदै लगिनेछ। यस्तै सडक, फुटपाथ तथा जेब्रा क्रसिङहरूमा सङ्केतयुक्त टाइल लगाउने अभ्यास प्रारम्भ गरिनेछ। नगरको समग्र विकास निर्माणमा सार्वजनिक तथा नीति साझेदारी अवधारणा अवलम्बन गरिनेछ। क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका पूर्वाधारजन्य तथा सामाजिक क्षेत्रका आयोजनाहरूको अभिलेख व्यवस्थापन गर्न एक स्थानीय आयोजना ब्याङ्कको सञ्चालन गरिनेछ। उक्त आयोजनाहरूको विस्तृत प्रतिवेदनको आधारमा मात्र बजेट विनियोजन गर्ने व्यवस्था सुरुवात गरिनेछ। गुणस्तरीय खानेपानी विवरणको अवधारणालाई अवलम्बन गर्दै सञ्चालित सबै आयोजनाहरूको खानेपानी परीक्षण र शुद्धिकरण अभियानको रूपमा सञ्चालन गरिनेछ। स्थानीय स्रोत साधनको प्रयोग हुने उत्पादनमूलक र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजनाहरू छनौटमा जोड दिइनेछ। प्रभावकारी योजनाहरू कार्यान्वयनका लागि उपभोक्ता समितिहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। विकास प्रक्रियामा समुदायको प्रत्यक्ष संलग्नता र अपनत्व सिर्जना गरी दिगो विकास प्रक्रियालाई मूर्तता प्रदान गर्न लगायत लागत साझेदारीमा सञ्चालन हुने योजना कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ। उपभोक्ताहरूले लागत अनुमानको निश्चित प्रतिशतसम्म रकम साझेदारी गर्ने प्रतिबद्धता पेश गरेमा बढी लागत साझेदारी गर्ने समुदायलाई नगरपालिकाले योजना उपलब्ध गराउनेछ। यसको लागि छुट्टै साझेदारी कोषको स्थापना गरिएको छ। लाभग्राही समुदाय उपभोक्ता समिति टोल विकास समितिबाट सञ्चालन हुने तर लागत अनुमानमा नगद साझेदारी नभएका योजना कार्यक्रमहरूको कार्यान्वयनमा अनिवार्य रूपमा लागत अनुमानको अधिकतम 15% जनश्रमदान हुने व्यवस्था मिलाइनेछ। नतिजामा आधारित अनुगमन प्रणाली अवलम्बन गरिनेछ र प्रविधियुक्त उपकरणको प्रयोग गरी योजना कार्यान्वयनको लागि गुणस्तरीयता निश्चित गरिनेछ। निर्माण कार्यमा गुणस्तरीयता सुनिश्चित गर्न निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गरिनेछ। नगरभित्र नगर गौरवको आयोजना तथा वडाभित्र कम्तीमा एक वडा एक गौरवको आयोजना पहिचान गरी क्रमागत रूपमा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइनेछ। स्थानीय सिपको प्रयोगलाई बढ़ावा दिई रोजगारी अभिवृद्धि गर्न नगरभित्र सञ्चालित पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरू प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सामञ्जस्यता गरी सञ्चालन गरिनेछ। नगरपालिका भित्रका सडकहरूलाई वर्षयाममा समेत सञ्चालन गर्नको निमित्त प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सामञ्जस्य गरी सडक हेरालुको व्यवस्था गरिनेछ। नगरपालिका भित्र रहेका धार्मिक ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरू चिम्टेश्वर, निरञ्जना, दुई पिपल, डबली, झिल्टुङ, कोट, मजुवा देवी थान, महामाया, कुमारी देवी, बासुकी माई, बारै माई, कुमारी, शहीद पार्क, डिका चौर, झिल्केश्वर, जलेश्वर, काशीटार तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक सम्पदाहरू दिप्छेन, छोइलिङ गुम्बा, पाडामेन्दु गुम्बा लगायत सबै ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू गुफा, ताल र खोलाहरूको संरक्षण गर्न समितिहरू गठन गरिनेछ। सम्भावित क्षेत्रको पहिचान गरी मानव निर्मित ताल तलेया निर्माण, स्काई ब्रिज, स्काई साइक्लिङ, जिप लाइन आदि निर्माण गर्न केन्द्र प्रदेश सरकारको आम्दानी साझेदारीमा जोड दिई आन्तरिक आय आर्जन गर्दै कृषि तथा पर्यटन विकास मार्फत आर्थिक समृद्धिमा जोड दिइनेछ। नगर क्षेत्रभित्र सञ्चालित आयोजनाहरूको सम्बन्धमा नगरपालिका जलस्रोत ऐन र नियमावली बमोजिमको स्थानीय उपभोक्ता समिति गठन गरी सञ्चालन गरी खानेपानी तथा स्रोतको सञ्चालन, मर्मत, सम्भार र दिगो व्यवस्थापनको प्रबन्ध गरिनेछ। नगर क्षेत्रभित्रका सबै खानेपानी आयोजनाहरूको संरक्षण सञ्चालन गर्न सम्भार तथा महसुल व्यवस्थामा एकरूपता तथा प्रभावकारिताका लागि उपभोक्ता समितिहरूको एकल नगर स्तरीय बोर्ड गठन गरी कानुनी प्रबन्ध गरिनेछ। अन्तर नगरपालिका सडक सञ्जाल विस्तार गर्न आवश्यक व्यवस्थित मिलाइनेछ।
व्यवस्था मिलाइनेछ। नगर क्षेत्रभित्रका सबै सडकहरूको निजी स्वामित्वको लगत कट्टा गरी सार्वजनिक स्वामित्व कायम गर्न पहल गरिनेछ। पुनर्निर्माण गर्न बाँकी रहेका सार्वजनिक भवन संरचना निर्माण कार्यलाई निरन्तरता दिइनेछ। आदरणीय सभा सदस्यज्यूहरू, महिला बालबालिका तथा ज्येष्ठ नागरिकका नीतिहरू आर्थिक, सामाजिक तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिकका नीति तथा कार्यक्रमहरू आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका लक्षित वर्ग समुदायको पहिचान गरी लक्षित वर्गलाई जीविकोपार्जनको लागि सिप विकास तालिम सञ्चालन तथा आत्मनिर्भर गर्दै सचेतना एवं नेतृत्व विकासको लागि क्षमता अभिवृद्धि गरिनेछ। लैङ्गिक हिंसा तथा घरेलु हिंसाबाट प्रभावितहरूको लागि संरक्षण तथा पुनर्स्थापना कार्यक्रममा जोड दिइनेछ। किशोरीसँग सम्बन्धित विभिन्न चेतनामूलक कार्यक्रम साथै सिप विकास तालिम सञ्चालन गरिनेछ। बालबालिकाहरूको हक हित संरक्षण तथा गुनासो सम्बोधनका लागि उपमेयरसँग बालबालिका कार्यक्रमलाई सञ्चालन गरिनेछ। बालविवाह विरुद्धको कार्यक्रम सञ्चालन गरिनेछ। फरक क्षमता भएका नागरिकको क्षमता पहिचान गरी जीविकोपार्जनमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिकका लागि सम्मान तथा घर भेट सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। अभिभावक विहीन बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र पोषणको लागि पहिचान गर्दै संरक्षण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालयमा लय स्तरमा छोरीको लागि सुरक्षा तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय तह घोषणा कार्यक्रमलाई अगाडि बढाइनेछ। बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम प्रक्रिया अगाडि बढाइनेछ। लक्षित उमेर समूहका किशोरीलाई तालिम प्रदान गरी रोजगारी सिर्जना गरिनेछ। तनाव व्यवस्थापन गर्न योग ध्यान कार्यक्रम सञ्चालन गरिनेछ। अपाङ्गता तथा ज्येष्ठ नागरिकको लागि सहायता सामग्री वितरण गरिनेछ। शहीदहरूका परिवार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरी निःशुल्क स्वास्थ्य बीमा सेवा कार्यक्रम सञ्चालन गरिनेछ। आदरणीय सदस्यज्यूहरू, संस्थागत विकास तथा सेवा प्रवाह, सुशासन प्रवर्धन र सार्वजनिक व्यवस्थापन सम्बन्धी नीतिहरू, कर्मचारी भर्ना प्रणाली सुदृढीकरण, खुला प्रतिस्पर्धा तथा पारदर्शी प्रक्रिया मार्फत योग्य जनशक्ति भर्ना प्रक्रियामा कार्यविधिगत तथा प्रक्रियागत सुधार गर्दै जाने, दरबन्दी पुनरावलोकन सेवाको माग कार्यबोझ अनुसार संगठन तथा व्यवस्थापन ONM सर्वेक्षण र व्यवस्थापन गर्ने, कर्मचारी तालिम क्षमता अभिवृद्धि गर्न, सूचना प्रविधि कर्मचारी प्रशासन लेखा र योजना व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्न, वार्षिक कार्य सम्पादन मूल्याङ्कन प्रणालीलाई प्रभावकारी र व्यवस्थित बनाउँदै लगिनेछ। प्रोत्साहन र पुरस्कार प्रणालीमा कर्मचारीको कार्य सम्पादनको आधारमा प्रोत्साहन र पुरस्कार प्रणाली व्यवस्थापन प्रभावकारी बनाउँदै निरन्तर दिनेछ। सूचकका आधारमा प्रोत्साहन भत्तालाई पुनरावलोकन गर्दै लगिनेछ। गभर्नेन्सको प्रवर्धन, कर्मचारीहरूलाई डिजिटल प्रणाली, MIS, अफिस, अटेन्डेन्सको तालिम तथा कार्यान्वयन गरिनेछ। सामाजिक उत्तरदायित्व, कर्मचारीहरूको आचरण सेवा प्रवाहमा नैतिकता र पारदर्शिता सुनिश्चित गर्ने आचार संहिता लागू गरिनेछ। समावेशी भर्ना नीति, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। लैङ्गिक उत्तरदायी प्रशासन कार्यस्थलमा लैङ्गिक संवेदनशीलता र सुरक्षा सुनिश्चित गरिनेछ। अनुशासन तथा नियम पालनमा कर्मचारीहरूको सेवा शर्त तथा आचार संहिता पालनमा प्रभावकारी कार्यान्वयनको व्यवस्था गरिनेछ। गुनासो व्यवस्थापन प्रणाली, कर्मचारीहरू तथा सेवाग्राहीहरूले गुनासो सुनवाई, सम्पर्क व्यक्ति तथा अधिकारी तोकी समयमा नै सम्बोधन गर्ने व्यवस्था गरिनेछ। बजेटको सफल कार्यान्वयन गरी पृष्ठपोषण प्रणालीलाई संस्थागत गर्ने नीति लिइनेछ। सूचना प्रविधि तथा सञ्चार सम्बन्धी नीतिहरू, नगर अन्तर्गतका नगरपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था र विस्तारित ब्रोडब्यान्ड इन्टरनेट सेवालाई थप व्यवस्थित गरिनेछ। सूचना तथा सञ्चार प्रविधिको नवीनतम प्रयोग मार्फत कृषि क्षेत्रमा उत्पादकत्व, प्रतिस्पर्धी क्षमता र बजार विस्तार, स्वास्थ्य क्षेत्रमा टेलिमेडिकल सेवा, शिक्षा क्षेत्रमा अनलाइन
लैङ्गिक लर्निङ अनलाइन लर्निङ पद्धतिको विकास एवं प्रयोगलाई प्रोत्साहन दिनेछ। नगरपालिकाले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयहरू तथा नगर क्षेत्रभित्रका संवेदनशील स्थानहरूमा CCTV जडान गरिनेछ। सोको निगरानी एवं सञ्चालन नगरपालिका केन्द्रबाट समेत हुने व्यवस्था मिलाइनेछ। सेवा प्रवाहलाई प्रविधि मैत्री बनाइनेछ। सम्पूर्ण वडामा ई-गभर्नेन्सको अवधारणा अनुरूप कार्य सञ्चालन गर्ने गरी डिजिटल प्रविधिको विकास गर्दै लगिनेछ। पत्राचार तथा सिफारिस, उद्योग, व्यवसाय दर्ता लगायत अन्य सेवाहरूलाई प्रविधि मैत्री बनाउँदै लगिनेछ। सूचना तथा सञ्चार प्रविधिमा आधारित अनलाइन पेमेन्ट सेवा तथा पद्धतिलाई सशक्त बनाउन विशेष कार्यक्रम तर्जुमामा जोड दिइनेछ। डिजिटल सूचना पार्टी निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ। वडा नगरपालिकाका सम्पूर्ण सञ्जाल विस्तार गरिनेछ। नागरिकको सूचनाको हकको सम्मान तथा संरक्षण गर्ने गराउने, सूचनाको वर्गीकरण र आवधिक गरी समय समयमा सार्वजनिक प्रकाशन तथा प्रसारण गर्ने गराउने, सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने, आफ्नो काम कारबाही खुल्ला र पारदर्शी रूपमा गर्ने उद्देश्यले नगरपालिकाको प्रवक्ता र सूचना अधिकारीलाई जिम्मेवार बनाइनेछ। रोजगार सेवा केन्द्र सम्बन्धी नीति तथा कार्यक्रमहरू आन्तरिक रोजगारको अवसरमा मुलुकमै श्रम शक्तिको प्रयोग हुने वातावरण सिर्जना गर्ने प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन गरिनेछ। स्थानीय श्रम बजारको माग बमोजिम सिप तथा क्षमता अभिवृद्धि गर्ने अभियान सिप सिकौँ रोजगार बनौँ कार्यक्रम सञ्चालन गरिनेछ। बेलकोटगढी नगरपालिकाको 5 वर्षको श्रम रोजगारीमा कार्य गर्नको लागि नगर रोजगार रणनीति 2081लाई कार्यान्वयनमा ल्याइनेछ। स्थानीय स्तरमा रहेका विभिन्न सङ्घ संस्था, निजी क्षेत्र तथा अन्य निकायले रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिलाई रोजगारीमा संलग्न गराउन समन्वय सहकारी प्रोत्साहन गरिनेछ। वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक आर्थिक तथा पुनः एकीकरण सम्बन्धी क्रियाकलापहरू सञ्चालन गरिनेछ। स्थानीय स्तरमा रोजगारी सिर्जनाका लागि निजी, सरकारी तथा गैर सरकारी क्षेत्रसँग आवश्यक सहकार्य गरी थप रोजगारी सिर्जनामा विशेष जोड दिनेछ। युवा तथा विद्यालयहरूलाई लक्षित गरी सिपयुक्त जनशक्ति तयार गर्नका लागि मेयरसँग रोजगार कार्यक्रमलाई सञ्चालन ल्याइनेछ। वैदेशिक रोजगारीमा हुने ठगी तथा भिजिट भिसामा मार्फत हुन सक्ने ठगीबारे नागरिक स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ। आन्तरिक रोजगारी सिर्जना प्रवर्धन गरिनेछ। बाल श्रम मुक्त पालिका घोषणा गरिनेछ। आदरणीय सदस्यज्यूहरू, वन तथा वातावरण सम्बन्धी नीतिहरू बेलकोटगढी नगरपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरूलाई क्रियाशील बनाइन्छ। सामुदायिक वनको कार्ययोजना सभाबाट स्वीकृत गरी आएको निश्चित प्रतिशत रकम नगरपालिकामा दाखिला गर्ने व्यवस्था मिलाइनेछ। विकास योजनालाई वातावरण मैत्री हुने गरी दिगो रूपमा सञ्चालन गरिनेछ। वन्यजन्तुका कारण किसानलाई पर्न गएको असरलाई न्यूनीकरण र रोकथाम गर्न वरिपरिका सामुदायिक वन क्षेत्रमा फलफुल तथा वृक्षारोपण कार्यलाई स्थानीयवासी तथा सरोकारवालाहरूको पहलमा नगरपालिका मार्फत अभियान सञ्चालन गरिनेछ। प्रादेशिक सरकार र सङ्घीय सरकारका कार्यालयहरूसँगको समन्वयमा वनजन्य उपभोग योग्य सामग्रीहरूको उपयोग गर्ने व्यवस्था मिलाइनेछ। बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै मानव निर्मित फोहोर व्यवस्थापन, वातावरणीय सुधार तथा सरसफाई सम्बन्धी टोल सुधार समितिहरू गठन गरी सिङ्गो नगर विकासमा कार्य अगाडि बढाइनेछ। विपद व्यवस्थापन सम्बन्धी नीतिहरू प्राकृतिक विपदको पूर्व तयारीको लागि विपद प्रतिकार योजना बनाई लागू गरिनेछ। विपद व्यवस्थापन कोष तथा आकस्मिक कोषमा आवश्यक रकम जम्मा गरिनेछ। विपद पूर्व तयारी, प्रतिकार तथा विपद उत्थानशील कार्यको लागि कार्यक्रम सञ्चालन गरिन्छ। बेलकोटगढी नगरपालिकालाई विपद उत्थानशील र विपद सुरक्षित नगरका रूपमा विकास गरिनेछ। नगरपालिकाबाट सञ्चालन हुने योगदानहरूलाई विपद उत्थानशील विकासको अवधारणा अनुसार कार्यान्वयन गरिनेछ। वडा, समुदाय तथा विद्यालय स्तरमा विपद पूर्व तयारी, सुरक्षा, प्रतिकार र चेतनामूलक कार्यको विस्तार गरिनेछ। वडा स्तरमा गठित विपद व्यवस्थापन समिति र स्वयंसेवक परिचालनलाई प्रभावकारी गराइनेछ। वर्षायाममा र सुखायामलाई विशेष ध्यानमा राखी पहिरो, बाढी, डुबान, हुरी बतास, असिना र आगलागी जस्ता जोखिम निवारणको लागि आवश्यक जनशक्ति, आवश्यक
विपदका सामग्रीहरूको पूर्व तयारी तथा विपद प्रतिकारका लागि आवश्यक व्यवस्था मिलाइनेछ। आन्तरिक व्यवस्थापन तथा खरिद सम्बन्धी नीतिहरू। जिन्सी व्यवस्थापनको लागि सार्वजनिक सम्पत्तिको व्यवस्थापन प्रणाली पाम्स भिटो लागू गरिएको सन्दर्भमा यसलाई थप प्रभावकारी पारदर्शी एवं व्यवस्थित गर्दा लगिनेछ। जिन्सी श्रेष्ठता प्रणाली तथा यसको उपयोगबारे सम्बन्धित शाखा तथा वडा कार्यालयहरूको क्षमता विकास गरिनेछ। सार्वजनिक खरिदलाई व्यवस्थित गर्न वार्षिक खरिद योजना तयार गरी लागू गरिनेछ। नगरपालिकाको जनप्रतिनिधि एवं कर्मचारीहरूको कार्यदक्ष र आन्तरिक व्यवस्थापनको पाटोलाई सुव्यवस्थित र सुन्दर बनाउन आन्तरिक व्यवस्थापन मापदण्ड बनाई लागू गरिनेछ। पालिका सम्बन्धी सबै कार्यहरूलाई तथा शाखाहरूलाई सम्पत्तिहरूको सूचीकरण तथा अभिलेख व्यवस्थापन कार्यलाई पारदर्शी रूपमा जिन्सी शाखा मार्फत अगाडि बढाइनेछ। गरिबी निवारणको लागि लघु उद्यम विकास नीतिहरू। स्थानीय स्तरमा नै रोजगारीको अवसरहरू सिर्जना गरी नगरपालिकालाई समृद्ध बनाउने नीतिलाई निरन्तरता दिइनेछ। गरिबीको रेखामुनि रहेका विपन्न परिवारलाई उद्यमसँग जोडी उनीहरूको जीवनस्तर उकास्नको लागि जीविकाको पार्जनमा सुधार ल्याउनको लागि विशेष व्यवस्था गर्ने नीति लिइनेछ। उद्योग विकास शाखा स्थापना गरी कृषि शाखा, पशु शाखा र अन्य शाखाबाट सञ्चालन हुने व्यवसाय सम्बन्धी सिप विकास तालिम दिनु भन्दा पहिला 8 दिने व्यवसाय सम्बन्धी तालिम उद्यमशीलता विकास तालिम दिने नीति लिइनेछ। नगरपालिकाबाट सञ्चालन हुने कार्यक्रमहरूलाई लघु उद्यम र उद्यम व्यवसायसँग मेल खाने कार्यक्रमहरूलाई संयुक्त रूपमा सञ्चालन गर्ने नीति लिइनेछ। बजारको माग, स्रोत तथा साधनको उपलब्धता र जनचाहनामा आधारित उद्यमहरूको स्थापना गरी पुरानो उद्यमहरूको स्तर उन्नति गर्ने नीति लिइनेछ। एक घर एक उद्यमी, एक वडा एक उत्पादन, एक वडा एक उद्योग स्थापना गरी उद्योग क्षेत्रमा आवश्यक जनशक्तिको विकास र क्षमता अभिवृद्धि नीति लिइनेछ। उत्कृष्ट युवा उद्यमीलाई प्रोत्साहनको लागि नगरपालिकाको उद्योग विकास शाखाबाट आवश्यक सहयोग तथा सम्मान गर्ने व्यवस्था मिलाइने नीति लिइनेछ। स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी सोको बजारीकरणमा सहयोग गरी उद्यमीलाई अवलोकन भ्रमणको व्यवस्था गर्ने नीति लिइनेछ।